दर्शकबिन अब हरिलाई पुलिसले लिइसकेका छन्। दर्शकबिन सीताले न्याय पाइसकेकी छिन्। दर्शकबिन अब यहाँभन्दा पछि आउने एपिसोडमा के हुन्छ त दर्शकबिन हरिलाई जेलबाट छुट्नुपर्छ भन्ने को हुनुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। दर्शकबिन मेरो युट्युब च्यानलमा हजुरहरू पनि पहिलोपटक आउनुभएको भने सब्सक्राइब गरी साथ छेउमा रहेको बेल आइकन अलमा पनि क्लिक गर्न नबिर्सनु होला। दर्शकबिन भिडियो मन परेमा लाइक कमेन्ट गर्नु नै होला। दर्शकबिन अब आउने सीता भागमा के हुन्छ त दर्शकबिन अब सीताले के गर्छिन्। दर्शकबिन रमेश र अनुको पनि सधैँ यस्तै खुसी देख्न परिरहोस्। दर्शकबिन र हरिलाई चाहिँ जन्मकैद हुनुपर्छ। दर्शकबिन आजको यस भिडियोमा हामी धेरै नै जानकारीमूलक भिडियो रहनेछ, त्यसैले भिडियोलाई अन्तिमसम्म हेरी हाम्रो भिडियोमा एक लाइक पनि गरिदिनु होला। दर्शकबिन के अब हरि त जेल गइहाले, सृष्टिको अब के हुन्छ त दर्शकबिन सृष्टि जति पटक पनि ठक्कर मात्रै खाएकी छिन्। दर्शकबिन पहिला पनि यस्तै नै भएको थियो। दर्शकबिन पटक पटक यस्तो भइरहेको छ, सृष्टिसँग यस्तो भइरहेको छ। दर्शकबिन किन भइरहेको छ त यस्तो यो दर्शकबिन अब सीता सिरियलमा उदुङ्ग मचिन्छ। दर्शकबिन अब सीता सिरियलमा अब के हुन्छ त अनु र रमेशको जोडी पनि अन्तत यस्तै रहिरहला। के हुन्छ त दर्शकबिन आउनुहोस् यो भिडियोमा जानौँ। मेरो भनाइमा अनु र रमेशको जोडी पनि यस्तै रहनुपर्छ र हरिलाई चाहिँ जन्मकैदको सजाय हुनुपर्छ। दर्शकबिन भने सीताको चाहिँ यस्तै सुखको दिन आउनुपर्छ। दर्शकबिन हजुरहरूको भनाइमा के कस्तो छ कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र भिडियो मन परेमा एक लाइक गर्नुहोला। आजको भिडियो यति नै, फेरि अर्को भिडियोमा भेटौँला। हस्त धन्यवाद। नयाँ आएको एपिसोडमा हामी हेर्ने नै छौँ अब सीता सिरियलमा के हुन्छ त दर्शकबिन। सीता सिरियलमा अब के साँच्चीकै सीताले